हेलो गाइस, नमस्ते गाइस। आज म चाहिँ घुम्न आएको छु अनि म चाहिँ अहिले चाहिँ सुन्दारा छु गाइस। अनि ऊ चाहिँ मेरो साथी आएको छ गाइस। अनि हामी चाहिँ फोटोहरू खिच्नको लागि आएको थियौँ अनि अब चाहिँ यता पुग्न लाग्यो है। फोटोहरू चाहिँ हामी अफरमा खिच्न आएको अनि हिँड्दैछौँ। कहाँनिर हो चाहिँ थाहा छैन गाइज। अनि देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ बसन्तपुर आइसक्यौँ अनि यता फोटोको लागि जाँदैछौँ। कतातिर चाहिँ जाँदैछौँ देख्न सक्नुहुन्छ। यो चाहिँ बसन्तपुर। म चाहिँ बाहिर फोटोको लागि जाँदैछु अनि बसन्तपुर देख्न सक्नुहुन्छ। म चाहिँ चिटिक्क परेर आइसक्यो फोटो खिच्नको लागि अनि म चाहिँ उतातिर फोटो खिच्न जाँदैछु। हामीले चाहिँ फोटोहरू पनि खिचिसक्यौँ अनि फोटोहरू पनि खिचिसक्यौँ अनि अब चाहिँ घर जाँदा पार्किङ भन्दा यहाँ यताउति गाडीहरू आइरहेको छ। देख्न सक्नुहुन्छ नोइजी कर्बेट निषेध यताउति भन्दै पनि के आइरहेको छ गाडीहरू देख्न सक्नुहुन्छ। उता हो के बाटो अनि चाहिँ बाटो नै बिर्स्यौँ। बाटो नै बिर्सेर यता आएछौँ गाइस। देख्नुहुन्छ मेरो फाइनल देख्न सक्नुहुन्छ भगवान्। गाइस यो चाहिँ हेर्नु न हाम्रो पुरानो पुस्ताको याद दिलाउने सामानहरू चाहिँ यहाँ देखिराख्नु भएको छ। अनि मलाई चाहिँ यो सबै सामानहरू एकदमै मनपर्छ। ब्रासलेटहरू झुम्काहरू औँठीहरू एकदमै मनपर्छ। तर के गर्नु प्राइस सुन्दा त सुनको भाउ बढे जस्तै छ है। अनि के गर्नु यो चाहिँ एकदमै दामी छ देख्न सक्नुहुन्छ। तपाईँहरूलाई पनि पुराना पुस्ताहरूको सामानहरू चाहिएमा बसन्तपुर आउन सक्नुहुन्छ। म चाहिँ अहिले सानै छु नि त। अनि जब गऱ्यो भने चाहिँ म
राम्रो सामानहरू लिनेछु, त्यो पनि तपाईँहरूलाई भिडियोमा देखाउने नै छु। देख्न सक्नुहुन्छ, म त हेरेरै नथाक्ने भए यो सामानहरू कस्तो राम्रो राम्रो छ। अनि फोटोहरू खिच्नलाई चाहिँ त्यो उसमा कन्ट्याक्ट गर्नु होला, रेन्ट एन्ड सेल कल्चरल ड्रेस छ, त्यसैमा सम्पर्क गर्नु होला। म चाहिँ अहिले त्यहाँ पनि देखाइदिन्छु, देख्न सक्नुहुन्छ। यही हो, फोटोहरू खिच्नको लागि चाहिँ यहीँ आउनु होला। गाइज मैले चाहिँ ड्रेस खोलेर पनि आइसकेँ अनि म चाहिँ घर जाँदैछु है। गाइज म चाहिँ रुम जाँदैछु, पनि अहिले त होइन, राम्रो देखाउँछ। अहिले हाम्रो रियल लुक्स देख्न सक्नुहुन्छ। गाइज म चाहिँ बसन्तपुरबाट घर पनि आइसकेँ। अनि सो गाइज म चाहिँ घुम्न गएको थिएँ अघि चाहिँ, अनि अहिले चाहिँ म रुम पनि आइसकेँ। अनि सबैले माया गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला, र साथसाथै मेरो टिकटक आइडी प्रिन्सी पिर्तुलाई पनि फलो गर्न नबिर्सिनु होला। बाई बाई।